अब छोटो चर्चा बालिका गरिमा चौधरी बारे गरौँ। गरिमा माथिको महाअपराधको कसुरमा केही मान्छे पक्राउ परेका छन्। त्यहाँ मेयरका भतिज, एसपीका छोरा, बम दिदीबहिनी भनेर अफवाह फैल्याउने कुनै पत्रकार अहिलेसम्म फेला परेका छैनन्। घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, तर सडकमा गरिमाको न्यायको माग राखेर प्रदर्शन भइरहेको छ। पक्राउ परेका मध्ये सुमन थापाले आरोप स्वीकार गरेको प्रहरीको भनाइ छ। बालिकाका आमाबाबुसँग 5 मन्त्रीले सहमति गरेर हस्ताक्षर गरेका छन्, तर पनि मानिसहरूलाई चित्त बुझिरहेको छैन। सडकमा गरिमालाई न्याय दे भन्ने आवाज उठिरहेकै छ। घटना भयो, शङ्कास्पद मान्छे पक्राउ परिसकेका छन्, एकले घटना स्वीकार पनि गरेको छ, तर पनि तपाईँ हाम्रो मन शान्त हुन सकिरहेको छैन। ती बालिकाको तस्बिर दिमागमा घुमै छ। आखिर किन यसो भइरहेको छ? यो कस्तो मनोविज्ञान हो? हाम्रो बुझाइमा यो विश्वासको सङ्कट हो। जनतालाई अहिले पनि प्रहरी अनुसन्धान, न्यायालय, सरकारप्रति धेरै भरोसा छैन, विश्वास छैन।